गाइज सम्पूर्णमा नमस्कार अभिवादन। हेर्न सक्नुहुन्छ आज म नहरको बाटोमा उभिरहेको छु। आज म निकै नै समस्यामूलक भिडियो लिएर आइसकेको छु। हेर्न सक्नुहुन्छ नहरको बाटोमा कति धेरै धुलो उडिरहेको अवस्था छ। हामी भनौँ न म लगायत हामी सम्पूर्ण जनमानसमा हिँड्नै नसक्ने अवस्था रहेको छ। हेर्न सक्नुहुन्छ। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो हैन, कमेन्टमा भन्नु होला। हेर्न सक्नुहुन्छ धुलो उडेको अवस्था, हिँड्नै नसक्ने अवस्था छ। अब यो समस्याको समाधान कसरी गर्ने हैन, स्थानीय सरकारसँग कुरा गर्नुपर्ने हो कि प्रदेश सरकारसँग कुरा गर्ने हो कि सङ्घीय सरकारसँग कुरा गर्नुपर्ने हो हैन, यही भिडियो मार्फत मैले जानकारी गराउन चाहन्छु। हे सरकार, यति दुःख नदे हामीलाई, हामी जनमानसलाई। हेर्न सक्नुहुन्छ धुलो उडेको अवस्था, यसलाई निर्मूल कसरी गर्न सकिन्छ त्यतातिर ध्यान दिनुस्। ना कि चिल्लो चाप्लो गाडी, आफूहरू चिल्लो चाप्लो गाडीमा चढेर हिँड्नुहुन्छ र हामी जनताले चाहिँ धुलो खानुपर्ने। यो कस्तो खालको व्यथिति, यो कस्तो खालको व्यथा हेर्न सक्नुहुन्छ हैन। हजुरहरूलाई अब मेरो भिडियो कस्तो लाग्यो, मन परे लाइक फलो सेयर गर्नुहोस् र कमेन्ट पनि गर्नु होला है त। हस्त यति भन्दै म बिदा लिन चाहे। हस्त धन्यवाद।